म हुन्छ नि एक दुईवटा क्वेसन सोध्छु ल हुन्छ दाइ त्यो सोध्नु न चाहिँ त्यसमा चाहिँ चुज गर ल चुज गर्ने तिमीलाई को चाहिँ ऱ्यापिड फायर तिमीलाई को चाहिँ मनपर्छ अनि के भन्नु मन छ उनीहरूको बारेमा भन्ने भन्दा हुन्छ त्यो मतलब भएन हुन्छ नि जे भन्दा नि ए हुन्छ हस् तिमीलाई क्वेसन यस्तो छ ल निर्णय कि गिरिस कतिवटा के हो रे निर्णय द एनएसके कि एनएसके गिरिस कतिवटा दुइटै डेन्जर पुरानो हो फेरि त्यही त एकजना चुज गर न नगर्दा नि हुन्छ पास है मन परेन होइन हेट नगर्ने ए ओके ल ल ठिक छ यामाबुद्ध कि एमसी फ्लो एमसी फ्लो एमसी फ्लो चाहिँ किन मैले यमबुद्ध दाईको भन्दा बढी गीत चाहिँ एमसी फ्लोको सुनेर हो त्यस्तो फेरि मान्छेले फेरि हेट गरे टाइपको होइन नि फेरि जे सुनेको हिसाबले भनेको मैले है यमबुद्ध दाईको नि खतरा खतरा छ तर मैले सुरुमा चाहिँ त्यो एमसी फ्लोको चाहिँ डेन्जरै सुनेको दाई डेन्जरै सुन्यो त्यही भएर पनि त्यो हिसाबले चाहिँ भनेको तर त्यो अब यताउति गरेको अनुसारले त यमबुद्ध दाई हो ओके छ त अनि लाउरे कि भिटेन भिटेन कसमा हो मैले त्यो लाउरे दाई पनि राम्रो होइन त्यस्तो अब चुज गर्नुपर्ने एउटा छ नि त त्यही भएर त्यस्तो त केही होइन अनि दोङ कि नेस्टी दोङ दाई तामाङको छोरालाई माया गर्छ त्यसरी त होइन त्यसरी त बुझिरहेको छु योद्धा कि कविजी योद्धा किन भन्नु न मैले योद्धाको पनि क्या सुन्थेँ क्या मलाई त्यो बेला ऱ्यापै हान्न आउँथेन अनि सुन्थेँ नि त तिम्रो खराब बानी छ जसलाई मलाई पुरानै सुनेको मैले खराब बानी नै भएर साकार कि 555 ल साकार भन्नु साकारसँग काम गरेको छ साकार बिजुली कि नेस्टो बिजुली अब बौद्धको भेटिरहन्छ अब त्यही भएर नेस्टो त मैले भेटेको नि छैन नेस्टो फेरि मेरो भाइ हो हुन त बिजुली मेरो भाइ हो नेस्टो चाहिँ मेरो टोलको हो नि त बौद्धको हो नि त बिजुली स्टुडियो नै आएको थियो होइन बिजुलीलाई जहिले म माया गर्छु राम्रो छ मान्छे अम्बल छ नि त एक्ज्याक्टली अनि रबार्स कि एएनटिएफ ओ सेट अरे पैसा माम्दा फाल्की राम्रै गरेस् दुइटैले अब के भन्दै मिल्दैन अनि यसमा चाहिँ एउटा चुज गर न नेपाली बब्रेकर्स त्यो त पछि आउँछ के हुन्छ ल रबाज अभियसली दाइ किनकि यमबुद्ध दाइ हुनुहुन्छ त्यसमा अनि नेप्साइडेज कि द युनिटी नेप्साइडेज जानु पर्यो दाइ जाओस् मा कसम सही